नमस्ते दर्शकवृन्द, तपाईको आफ्नै च्यानल नेपाली सिरियल प्रेमीमा स्वागत छ। आज हामी चर्चा गर्दैछौँ चर्चित हास्य कलाकार सागर लम्साल, जसलाई हामी सबैले सक्कीगोनीबाट बले भनेर चिन्ने गर्छौँ। हालै उनीसँग सम्बन्धित एउटा गम्भीर समाचार सार्वजनिक भएको छ, जसले नेपाली मनोरञ्जन क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। रिपोर्ट अनुसार सागर लम्साललाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ र यो कदम एक महिलाले लगाएको बलात्कार आरोपपछि चालिएको हो। ती महिला हाल अमेरिकामा बस्दै आएकी छन् र उनले सामाजिक सञ्जाल मार्फत आरोप सार्वजनिक गरेकी थिइन्, जसमा उक्त घटना अमेरिकामै करिब 1 वर्ष अगाडि भएको दाबी गरिएको छ। प्रहरीले यो विषयलाई गम्भीर रूपमा लिँदै अनुसन्धान अगाडि बढाइरहेको छ र पीडितसँग समन्वय गर्ने प्रयास भइरहेको बताइएको छ, तर अहिलेसम्म अदालतबाट कुनै अन्तिम निर्णय आएको छैन। यो घटनापछि सामाजिक सञ्जालमा दुई धार देखिएको छ। एकतर्फ पीडितलाई न्याय दिनुपर्ने आवाज उठिरहेको छ भने अर्कोतर्फ पूर्ण सत्य बाहिर नआउँदासम्म निष्कर्षमा पुग्न नहुने धारणा पनि उत्तिकै बलियो छ। कलाकार समुदायबाट समेत हतारमा निर्णय नगर्न र कानुनी प्रक्रियालाई सम्मान गर्न आग्रह गरिएको छ। यदि आरोप प्रमाणित भयो भने सागर लम्सालको करियरमा ठूलो असर पर्ने निश्चित छ, तर यदि यो आरोप गलत साबित भयो भने यसले नेपाली मनोरञ्जन क्षेत्रमा ठूलो बहस र झट्का ल्याउन सक्छ। त्यसैले अहिलेको अवस्थामा हतारमा निष्कर्ष निकाल्नुभन्दा सत्य बाहिर आउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अन्त्यमा तपाईको विचार के छ? यस्तो घटनामा हामीले कसरी प्रतिक्रिया दिनुपर्छ? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोस् र यस्तै अपडेटका लागि च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।